अनि हार्दिक स्वागत छ 2042 सालको बडा दशैंको पावन अवसरमा। हाम्रो आमा हुनुहुन्छ यहाँ आमा छे, यहाँ म छु अनि हाम्रो टीका कार्यक्रम सुरु भइसकेको छ। यहाँ हाम्रो बुवाले घरको लक्ष्मीबाट टीका लगाउने कार्यक्रम सुरु हुँदैछ। हाम्रो टीकाकरण हुँदैछ हाम्रो बुवाबाट। हाम्रो कीर्तिकालाई टीका लगाइदिँदै हुनुहुन्छ हाम्रो गोफ्लु कीर्तम। नमस्ते गर। हो स्याबास, उठेर गर ल। अब कीर्तम ल। हाम्रो आमाले नातिनीलाई टीका लाउँदै हुनुहुन्छ। आहा स्याबास ल। नमस्ते स्याबास। टीका लाउने कार्यक्रम हुँदैछ। यहाँ बुवाले टीका लगाइदिनु हुन्छ। भगवानले रक्षा गर्नु सिधा लगाइदिँदै हुनुहुन्छ। अब आउँदो सालमा ट्याक्कै नाम निकाल्ने, मेहनत गर्ने। पुग्छ, राम्रो मेहनत गरे पुग्छ त। हाम्रो कान्छा र कान्छीलाई टीका लगाउने कार्यक्रम हुँदैछ बुवा मार्फत। बडा दशैं 2082 सालको पावन अवसरमा हाम्रो घरमा टीका कार्यक्रम साइत अनुसार 11:53 बजे नै सुरु भयो। हाम्रो कृतिका मार्फत पहिलो टीका लाएर हामी टीका लगाउन सुरु गर्यौं। हाम्रो कीर्तमलाई खै त आमा किन बाबु कितिका यता त कितिका। आमाले यहाँ टीका आउने कार्यक्रम हुँदैछ। यहाँ बुवालाई मैले ढोक्ने कार्यक्रम जारी गरेँ। यस्तो छ। अब हाम्रो टीका आमाले लाउँदै हुनुहुन्छ। आमाले टीका लाउँदै हुनुहुन्छ। हाम्रो आमाले हामीलाई टीका लगाइदिँदै हुनुहुन्छ। टीका लगाइदिँदै हुनुहुन्छ यहाँ हाम्रो कान्छालाई, आमालाई, कान्छीलाई अनि हाम्रो कीर्तम र कृतिका छन् पर। हाम्रो टीका लाउने कार्यक्रम जारी छ। नानीलाई टीका लाउने कार्यक्रम जारी छ हाम्रो कृतिकालाई। आहा हा कति राम्रो। ल पैसा दिनु बुवालाई हालिदिने होला। बुवालाई त्यो बोतल पैसा दिनु ल। कान्छा बोलाइदिन्छु खै। नमस्ते खै ल भाग्यमानी पैसा दिनु न त नि। ल पकड पकड
के गर्नु पर्ने जा चुका हाल्नु ल भने मान्नु ज्ञानी हुनु अनि राम्रोसँग पढ्नु नानीको रक्षा गरून् ज्ञानी हुनु धेरै पढ्नु है तिमीलाई नि माया गरेस् ल ल खुसी नमस्ते खै खुट्टी धोक्दिनु ल हो म खुट्टी रोइदिन्छु नानीको त हाम्रो कान्छु हुनु कीर्त ल्याउ पैची ल्याउ पैची धोक्दियो हात त जिगर यो ज्ञानी छ क्या भाइ खुट्टे धोकिदिन्छु भाइले उस्तो अरे रक्षा गरून् नमस्ते गर्दा भाउजू अब जाने एकछिनमा हामीले घरमा बडा दसैँ 2082 सालको पावन अवसरमा टीका लगाउने बडा दसैँको शुभ साइडमा टीका लगाउने कार्यक्रम सम्पन्न भएको छ के भन्न चाहन्छ बडा दसैँको तपाईँको खाली हो त म त अहिले मैले जान्छु नि दाईहरू साथ टिका लाउँछु नि कस्तो छ रमाइलो भइरहेछ रमाइलो भएको छ म त अहिले दाईहरू साथ लगाउँछु पर्ठुल्दै जान्छु माथि माइलदै जान्छु टिका लाउँछु अहिले कस्तो छ ठिक छ हामी घरमा टिका लाएर सिद्ध्यायौँ भर्खर अब माथि ठुलबा घर जान बाँकी छ र सम्पूर्ण देश तथा विदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ बडा दसैँको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु कस्तो भइरहेको त दसैँ एकदमै रमाइलो भइरहेछ हामी एकदमै रमाइलो छ शुभ साइडमै 82 सालको शुभ साइडमै हामीले दसैँको टिका लगाएर सकिसकेका छौँ र अब हामी ठुलबुवा घरमा टिका लगाउन जाँदैछौँ बुवाले चाहिँ आमालाई टिका लगाउने कार्यक्रम जारी छ हो अलि हाम्रो बुवाले आमालाई टिका लगाइदिनुहुन्छ बडा दसैँ 2082 सालको अवसरमा अरूको टिका लगाउने कार्यक्रम लगभग सिद्धियो आउँदै हुनुहुन्छ हाम्रो आमा श्री हुनुहुन्छ ल हाम्रो आमा हाम्रो पिताश्री हाम्रो आमाले पिताश्रीको हुनुहुन्छ नमस्कार दिनु त आमा श्री ढोके ल्याएर मिल्दा नमस्कार श्रीमान्छी अब दसैँ राम्रो हो रमाइलो हो रमाइलो बडा दसैँ 2082 सालको पावन अवसरमा हामी टिका जमरा गरिसक्यौँ अनि हाम्रो बुवा आउँदै हुनुहुन्छ कस्तो भयो दसैँ बुवा राम्रो भयो राम्रो के राम्रो भयो रमाइलो भयो सपरिवार बसेर टिका टाल लाउन पाइयो 2082 सालको मङ्गलमय शुभकामना बडा दसैँको सबैलाई अनि राम्रो भयो अब दाइहरू भाउजूहरूको टिका लाउने हो आम बुवाको निधार मात्रै खाली छ अरू लगाइसक्नुभयो बुवाभन्दा ठुलो यो घरमा कोही नभएपछि बुवाको टिका लागेन एकछिनमा बुवाको पनि टिका लगाउने कार्यक्रम जारी हुन्छ हामी father.com को बाँकी छ अब हामी जान्छौँ एकैछिनमा बल्ल मोबाइल दैला जस्तो टिकोको माथि भएर रहेछ भाउजू स्यान बक्स कस्तो राम्रो बस्छ एउटा टियाको माथि भएर स्यान बक्स कस्तो सुक्यो होला पर्सु हाल्दा हुँदैन लाग्दैन त्यो दाइले त्यसलाई यो भन्छ लाग्दो भएर भागो लागि दाइ अनि पाउँछ त
ठुले आमालाई फोकस गर्ने यताबाट खिच्ने कहिले अनि तपाईँहरू देखिनुहुन्न नि त यताबाट यस्तो गर्ने नि त खिच्दाखेरि यता आउने फेरि यता घुमिहाल्ने हुन्छ महादेवीसित भएन फोटो आउने जे गर्छ फिट होला यो भाइले खाली फिट होला मेरो मोबाइल है सक्षम लया हा कान्छा माधव माधव कि कान्छो हो सुनमा बात कान्छा मेरा नानी फिर खै नानी टिकी किन भन्छ बिग्री थियो सबै दुनिया फोटो भिडियो खिच्दिन्छु उते ल देखे ल बदै जाइला मलाई जाइला जाइला बेसी खाइदिनु दिनु है फोर डेरी छु क्या जिउ भइदेऊ जिउ केले के गर्छ के एना बात माथि म दिदी भाइ त ल पैसा लाग्दैन हौ के विषय पर भात खान आयो भने त्यहाँ किन सब रिसिया ये तो बाबू को सुनताला लाने खै मामा पाइदिने रे ठीक ना भन्नु के यसले माधवले पनि यसो गर्छ अलिअलि त आउनु पर्यो र सुन्तालो त लाउन रिसिन कम गरे अब किन लिस्यो मोबाइल खै बिमा यी त ठुलो भयो है बाबु त लिएको थियो सानो मान्छे पहिला कति ए बाबु ओ सेने त अछुताले पुछु अलि लाई दसैँ दिन के होला के भा मामालाई हुन्छ सच्चै यता कान्छा कान्छा राम्रो हेर्नु मलाई त्यो दिन जानु बाबुआलाई जित्न हाल्नु त्यहाँबाट के केही भन्नु छ दसैँको बारेमा सब भन्ने रहेछ केही छ भन्नु चाहिँ हाम्रो माइल हुनुहुन्छ सब ठिक छ दसैँको शुभकामना तपाईँको छैन त शुभकामना शुभकामना छ ठुले आमा यहाँ न हाम्रो बुवा खाली भएको रातको लगाइदिनु ठुली मान्छेले मम्मीलाई देऊ
प्रगति भइरहेछ हाम्रो तन्नेरीको जवान केटाको गर्दै यसो राख्दिउँ है हातमै दिनुहोस् क्या मिठो मान्छे के छ राम्रोसँग पढ्ने ज्ञानी हुने खेल्दा कान्छ सानो मान्छे खै ठुली होला त अहिले हाम्रो बहिनी ज्वाइँ र भान्जी आएपछि साँझपख हाम्रो टिकाकरण हुँदैछ 2022 सालको बडा दसैँको अवसरमा यहाँ हाम्रो नानी बहिनी र भान्जी पर्नु ज्ञानी बन्नु ल्यापटपले कम चलाउनु ल्यापटप होइन नवदुर्गा भगवान् रक्षा रह मेनातिलाई फर्स्ट आउनु भयो नि त्यो असल हुनु अब असल हुनु ज्ञानी बन्नु होइन लाग्दैन पर्व त अर्कै हो आशिक पनि भएर भियो क्या नानीलाई नि खिच है अब नानीलाई खिच्छ आज एक कोची हेयरस्टाइल बिग्रियो हात निकाले होइन ए बुवा त्यहाँ मैले नमस्ते नमस्ते ठिकै आमाले छोरी ज्वाइँ र नातिनीलाई टिका लगाइदिँदै हुनुहुन्छ बडा दसैँ 2082 सालको अवसरमा केही साँझ ढिला आएको कारणले अहिले टिका लगाउने कार्यक्रम जारी छ टिका लगाइदिँदै हुनुहुन्छ